है त साथीहरु। हिजो हामीले यहाँसम्म पुगेका छौँ। हिजो हामी अर्थमा छौँ। शिक्षाको अर्थ माध्यमिक तह र आधारभूत तह दुवै तहले पढ्नुपर्ने। यतापट्टि माध्यमिक तहमा अर्थ चाहिँ राखेको छैन, तर कहिले काहीँ के भन्छ भने अर्थ तपाईलाई स्वरूपै थाहा हुनका लागि अर्थ त थाहा हुनुपर्छ। अर्थमा हिजो हामीले के कुराको छलफल गर्यौं भने भन्नुस् त जोडिनु भएका साथीहरु। हिजो हामीले शाब्दिक अर्थको कुरा गर्यौं है। शाब्दिक अर्थ अन्तर्निहित प्रतिभा विकास गर्नु के अरे अन्तर्निहित प्रतिभा बाहिर निकाल्ने। त्यसैगरी संकुचित अर्थका बारेमा छलफल गर्यौं। ल यो केरमेर गर्न बन्द गरौँ। यहाँ एकजना साथीहरुले केरिहाल्नुभयो है। किन केर्नुहुन्छ साथीहरु? कुरो बुझौँ है। शाब्दिक अर्थको कुरा गर्यौं, त्यसैगरी संकुचित अर्थको कुरा गर्यौं है। संकुचित अर्थ अनि व्यापक अर्थ हैन त। व्यापक अर्थ फेसबुक लाइभमा जोडिनु भएका साथीहरु र जुममा जोडिनु भएका सम्पूर्ण साथीहरुलाई हार्दिक स्वागत, नमस्कार। अब हामी विश्लेषणात्मक अर्थको कुराकानी गर्दैछौँ। विश्लेषणात्मक अर्थ भित्र कुराकानी गर्दैछौँ। विश्लेषणात्मक अर्थभित्र हामीले एकमुखीको कुरा गरे हो हिजो। एकमुखी शिक्षा एकमुख भित्र के पर्छ भने कि शिक्षक कि विद्यार्थी पर्छ। दुईमुख अथवा द्विमुखी प्रक्रियाका प्रतिपादकदेखि द्विमुखी भनेको शिक्षक र विद्यार्थी दुईटै सक्रिय हुने द्विमुखी प्रक्रियाको कुरा गर्यौं। आज हामी त्रिमुखी प्रक्रियाको कुराकानी गर्छौं। तपाईहरु सम्पूर्ण साथीहरु रेडी हुनु होला। यो हिजो हामीले छलफल गरेका कुरा हो। यसको अर्थ त्यसैगरी यसको चाहिँ संकुचित अर्थ हैन। साँगुरो घेराबाट हेरियो भने त्यसलाई पुस्तकीय ज्ञान भन्ने, किताबबाट लिने ज्ञान साँगुरो अर्थ हो हैन, संकुचित अर्थ हो। व्यापक अर्थ भनेको जीवनभरि सिक्ने सम्पूर्ण ज्ञान, सम्पूर्ण अनुभवहरूलाई हामी त्यसलाई के भन्छौँ व्यापक अर्थभित्र राख्छौँ। जन्मदेखि मृत्युसम्म, कोक्रोदेखि चिहानसम्म भन्यो भने त्यो के हुन्छ व्यापक अर्थभित्र समेटेको हुन्छ। लर्निङ इज नेभर ओल्ड भन्यो भने त्यो चाहिँ व्यापक अर्थ हुन्छ है। जन्मदेखि मृत्युसम्म, कोक्रोदेखि चिहानसम्म हुने सम्पूर्ण अनुभवहरूलाई नै शिक्षा मान्ने भने त्यो के हुन्छ व्यापक अर्थ हुन्छ है। त्यो कुराकानी हामीले हिजो गरेको। वास्तविक अर्थ भनेको जीवन उपयोगी दृष्टिकोणबाट हेर्ने, जीवनमा व्यक्तिमा परिपूर्णता ल्याउने, पूर्णता ल्याउने, त्यसलाई हामी के भन्छौँ वास्तविक अर्थ भन्छौँ। अब हामी यो शिक्षाको विश्लेषणात्मक अर्थभित्र प्रवेश गरिरहेका थियौँ। शिक्षाको विश्लेषणात्मक अर्थभित्र प्रवेश गरिरहेका थियौँ साथीहरु। अब हेरौँ। अब म एउटा प्रश्न देखाउँछु साथीहरुलाई। अनि हिजो छलफल गरेको विषयवस्तु यस्तो थियो। विश्लेषणात्मक अर्थभित्र हेर्नुस् है। विश्लेषणात्मक अर्थ शिक्षाको के अर्थ? विश्लेषणात्मक अर्थभित्र हामी थियौँ है। अब विश्लेषणात्मक अर्थभित्र पहिले सबभन्दा पहिला हामीले के हेरेको भने एकमुखी हेरेको। एकमुखी भनेको के हो त? कि शिक्षक कि विद्यार्थी हो हैन, कि शिक्षक कि विद्यार्थी। यसभित्र दुईटा कुरा हेरौँ। एउटा प्रकृतिवादीको कुरा हेरौँ साथीहरु। प्रकृतिवादीहरू के भन्छन् भने विद्यार्थी मात्रै सक्रिय भए पुग्छ भन्ने कुरा गर्छन्। यो कुराकानी हेरेको हो के नि हिजो हो। विद्यार्थी मात्रै सक्रिय हुने प्रकृतिवादीहरू त्यसो भन्छन्। विद्यार्थी सक्रिय भएरै सिकिन्छ भन्छन्। अर्को आदर्शवादीहरू के भन्छन् भन्दाखेरि शिक्षक एकदम सक्रिय हुनुपर्छ, शिक्षक रोल मोडल हुनुपर्छ, विद्यार्थीले त अनुकरण गरेर भने पनि सिक्छ। हिजोको भिडियो कसरी प्राप्त गर्न सकिन्छ भन्नुभएको छ। क्लासमा जोडिनु भएका साथीहरु, रेगुलर क्लासमा जोडिनु भएको साथीहरुले टेलिग्रामबाट भिडियो हेर्न सक्नुहुन्छ हैन। जहिलेको पनि हेर्न सक्नुहुन्छ। अब क्लासमा नजोडिएका साथीहरु चाहिँ रामचन्द्र खड्का फेसबुक पेज र कुबेर अधिकारी फेसबुक पेजमा तपाईहरुले हिजोको रेकर्डेड भिडियो लाइभमै त्यही छ, त्यहीबाट हेर्न सक्नुहुन्छ। द्विमुखी प्रक्रियाभित्र हेर्यौं। द्विमुखी प्रक्रियाभित्र के पर्छ अरे? ल च्याटमा लेखौँ त साथीहरु। हिजो पढेको कुरो हो हैन।
हिजो पढेको हामीले द्विमुखी प्रक्रिया शिक्षा द्विमुखी प्रक्रियाभित्र यो विश्लेषणात्मक अर्थ शिक्षाको अर्थभित्र हेरिरहेछौँ हामी पढिरहेछौँ शिक्षाको अर्थभित्र विश्लेषणात्मक अर्थमा हामी द्विमुखी प्रक्रिया हो शिक्षा के हो द्विमुखी प्रक्रियालाई भन्नु त कमेन्ट गर्नु साथीहरु द्विमुखी प्रक्रियाभित्र के पर्छन् ल भनौँ त खै त साथीहरु है लेखौँ त ल खै त साथीहरुले भन्नुभएको ल ठीक छ च्याटमा लेखिरहनु भएको साथीहरु हैन ल द्विमुखी प्रक्रिया भनेको एउटा शिक्षक एउटा विद्यार्थी दुईटै सक्रिय भयो भने दुईटा चीज सक्रिय हुनु पर्यो शिक्षक प्लस विद्यार्थी शिक्षक र विद्यार्थी दुवै सक्रिय भयो भने त्यसलाई हामी के भन्छौं द्विमुखी प्रक्रिया भित्र राख्छौं द्विमुखी प्रक्रिया भित्र शिक्षक र विद्यार्थी दुईवटा चीज सक्रिय दुईवटा सक्रिय हुनु पर्यो दुईवटै सक्रिय हुनु पर्यो है दुईवटै सक्रिय हुनु पर्यो दुईवटै सक्रिय नभइकन शिक्षण हुँदैन सिकाइ हुँदैन भन्ने चाहिँ के हो त द्विमुखी प्रक्रिया भित्र पर्यो अब द्विमुखी प्रक्रियाका प्रतिपादक को हुन् भनेर हामीलाई बारम्बार सोधिरा हुन्छ प्रतिपादक को हुन् भनेर सोध्या हुन्छ ल भन्नुस् त प्रतिपादक को हुन् जो ए भने हो किन है जो ए भनेको हो किन जोन एडम्सन है जोन एडम्स है जोन एडम्सन हैन जोन एडम्स है जोन एडम्स जसले है द्विमुखी प्रक्रियाका प्रतिपादक सम्झँदाखेरि कसरी सम्झने जो ए भनेर सम्झने जो ए भनेर सम्झने ल जो ए भनेर सम्झनु भयो हैन जो ए शिक्षक र विद्यार्थी जो ए गरे इन्जोय गरे भनेर सम्झनुस् है यो द्विमुखी प्रक्रिया भित्र हामीले हिजो छलफल गर्यौं अब आज हामी साथीहरु जोन डिवे हैन र भन्नुभएको छ यो त्रिमुखी प्रक्रियाको चाहिँ त्रिमुखी प्रक्रिया शिक्षा के हो त्रिमुखी प्रक्रिया हो है त शिक्षा के हो त्रिमुखी प्रक्रिया हो शिक्षा के हो त्रिमुखी प्रक्रिया त्रिमुखी भनेपछि कतिवटा चीज चाहिन्छ भनेर सम्झनु पर्यो तीनवटा चीज सक्रिय हुनु पर्यो हेर्नुस् है तीनटा चीज भित्र के पर्छन् भन्दाखेरि दुईतिरबाट हेर्नु पर्छ यो पनि एउटा हेर्न पर्छ जेई एडम्सन हेर्नु पर्छ साथीहरु अर्को के हेर्नु पर्छ भने जोन डिवे हेर्नुपर्छ जोन डिवेलाई सर्टकटमा जोडी पनि भन्छौं हामी जेई एडम्सन अब प्रश्न यसरी सोधेको छ हेर्नुस् है त यसरी सोधेको छ जेई एडम्सनका अनुसार त्रिमुखी प्रक्रिया अन्तर्गत पर्ने पक्षहरू कुन हुन् भनेर क्वेशन सोधेको छ ल भन्नु त कुन हुन् जेई एडम्सनका अनुसार त्रिमुखी प्रक्रिया भित्र पर्ने पक्षहरू कुन हुन् भनेर सोधेको छ है
जे एडम्सनका अनुसार त्रिमुखी प्रक्रियाभित्र पर्ने पक्षहरू तलका मध्ये कुन कुन हुन् भनेर क्वेसन सोधेको छ। बिनीमा सोधेको प्रश्न हो यो है। ल कमेन्ट गरौँ साथीहरू। प्रसन्नै भनेर याद गर्ने है। प्रकृति समाज र नैतिकता। यसलाई सर्टकटमा हामी के भन्छौँ? प्रसन्नै भन्छौँ। कसले भनेको त? जेई एडम्सनले भनेको। एडम्सन। यहाँ सन आउनु पर्यो। के भनेको? सनै भनेको है। सन आउने सनै भन्ने। सम्झनालाई यसरी सम्झन सक्नुहुन्छ। सन आउने सनै भन्ने। सनै प्रसन्नै है। प्रसन्नै भनेको यसरी हामी एडम्सनले भनेको के रहेछ त भन्दा प्रकृति समाज र नैतिकता यी तीन पक्षहरूको मिलन भएपछि मात्रै के हुन्छ? शिक्षा सम्भव हुन्छ भनेर भन्ने को हुन् त भन्दा जेई एडम्सन हुन्। जेई एडम्सन हुन्। के रहेछ? एउटा प्रकृति, अर्को समाज, अर्को के? नैतिकता। नैतिकता है त। यति तीनटा कुरा चाहिन्छ। अब जोडी अथवा जोन्डिवे, सर्टकटमा म जोडी भन्न मन पराउँछु। जोडी अथवा जोन डिवे है। जोन डिवे, जोन डिवे है त। जोन डिवे। जोन डिवेको चाहिँ के हो त भन्नुहोस् त? त्रिमुखी प्रक्रियाभित्र पर्ने कुराहरू के हुन्? त्रिमुखी प्रक्रियाभित्र के पर्छन्? जोन डिवे के भन्छन्? प्रतिपादकै भनेर सोध्यो भने हामी यो भन्ने जे एडम्सन भन्ने त्रिमुखी प्रक्रियाका प्रतिपादक को हुन् भन्यो भने जे एडम्सन भन्ने। जोन डिवे चाहिँ जोडी भनेर याद गर्नु होला। जोडी सर्टकटमा हामी जोडी भन्छौँ। जोडी भनेको एउटा विद्यार्थी, अर्को शिक्षक। शिक्षक र विद्यार्थी कहाँ बस्छन्? जोडी मिलेर समाजमा बस्छन् भनेर सम्झनुहोस्। जोडी मिलेर समाजमा बस्छन्। यही तीनटा चिज भयो भने बल्ल त्रिमुखी प्रक्रिया हुन्छ। हेर्नुहोस्, एउटा शिक्षक, एउटा विद्यार्थी, एउटा समाज। हेर्नुहोस्, जोडी समाजमा बस्छन्। जोन डिवेले भनेको यो। जोन डिवेले भनेको कुरो यही हो। र अर्को कुरा के विचार गर्नुपर्छ भने करिकुलमको कुरा याद गर्नुपर्छ। करिकुलम कसले भनेको भन्दा यी कुराहरू प्राप्त गर्नलाई टिचर चाहिन्छ, स्टुडेन्ट चाहिन्छ, करिकुलम चाहिन्छ। टिचर सर्भिस कमिसन सम्झे हुन्छ। हेर्नुहोस्, शिक्षक सेवा आयोग सम्झेपछि पुगिहाल्छ। एउटा शिक्षक, अर्को विद्यार्थी, एउटा करिकुलम। यी कुराहरू प्राप्त गर्नलाई यी तीनटा कुरा चाहिन्छ। कहिलेकाहीँ तपाईँलाई यो पनि सोधेको छ, तीन पक्षहरू के हुन् त्रिमुखी प्रक्रियाका भनेर नाम दिएन भने तपाईँले यो तीनटा पक्ष सम्झने। एउटा शिक्षक, टी भनेको शिक्षक, यस भनेको स्टुडेन्ट विद्यार्थी, र सी भनेको करिकुलम पाठ्यक्रम। यो कुरा सम्झने है त। ल यहाँ भन्नुहोस् त साथीहरू, यो पनि शिक्षाको विश्लेषणात्मक अर्थभित्रै पर्छ। 3H भन्छौँ हामी। एजुकेटिङ द हेड, हार्ट एन्ड ह्यान्ड इज एजुकेसन है। यो अवधारणा दिने शिक्षाविद तलका मध्ये को हुन् ल भन्नुहोस् त? तपाईँलाई थाहा छ? ल भन्नु साथीहरू। ल के भन्नुभयो साथीहरूले? हेरौँ है त। थोमस लिङ्कन भन्नुभएको छ है।
डी थोमस लिङ्कोना भन्नुभएको छ। भन्नु त साथीहरू, तपाईँहरू कमेन्ट कम गरिरहनु भएको छ आज। ल क ख ग अप्सनहरु धेरै भन्नुभयो साथीहरूले है। क ख ग, कोही फ्रोबेल भनिरहनु भएको छ, कोही केभिन भनिरहनु भएको छ, कोही रुसो भन्दै हुनुहुन्छ है। यसको राइट एन्सर चाहिँ के हो भने नि है, राइट एन्सरतिर जाउँ हामी, राइट एन्सरतिर जाउँ। केटी हो, केटी है, केटी। सम्झनालाई केटी सम्झिनु, केटी सम्झने। केटी भनेको केभिन र थोमस, केभिन र थोमस, केटी भनेको यो साथीहरु, केटी सम्झिने है। एउटा केटाले एउटा अर्को केटीलाई तीनटा चिज दिनुपर्छ, एउटा हेड, एउटा हार्ट, एउटा ह्यान्ड। यसरी सम्झे पनि हुन्छ, हेड, हार्ट एन्ड ह्यान्ड है। तीनटा चिजलाई एजुकेटिङ गर्नु भनेको के हो, एजुकेसन हो भन्ने वैज्ञानिकहरू केटी भनेर सम्झने। केटी, केटी भनेपछि केभिन र थोमस है त। राइट एन्सर के हो, यो हो राइट एन्सर, यो हो। ल अर्को प्रश्न मैले राखेँ, विश्लेषणात्मक अर्थको यो अन्तिम प्रश्न पनि हो। विश्लेषणात्मक अर्थ तलका मध्ये कुन चाहिँ सही छ? यी सबै विश्लेषणात्मक अर्थ हो। शिक्षाको अर्थ विद्यालय शिक्षामा मात्र सीमित छैन, बालकको अन्तर्निहित शक्तिको सर्वाङ्गीण विकास गर्ने साधन हो, गतिशील प्रक्रिया हो। यी सबै चाहिँ विश्लेषणात्मक अर्थहरू हुन्। ल अर्को एउटा मैले चारवटा चाहिँ स्तम्भको कुरा गरेको थिएँ हिजो, 4 स्तम्भ। एकमुखी, दुईमुखी, तीनमुखीसम्म त पुगेका थियौँ हामी। 4 मुखीमा जाउँ, अथवा युनेस्को डेलर्स रिपोर्टले के भन्छ त भन्दा शिक्षाका 4 स्तम्भहरू हुन्छन् भनेर भनेको छ है। शिक्षाका कतिवटा स्तम्भ हुन्छन्? 4 स्तम्भ हुन्छन् भनेर भनेको छ। केडीबीएल भनेर सम्झनुस्, केडीबीएल, एडीबीएल होइन, केडीबीएल है त, केडीबीएल है, केडीबीएल भनेर सम्झने, केडीबीएल भनेर सम्झने है। ल जुममा जोडिनु भएका साथीहरू, तपाईँहरू के अरे सरी लाइभमा जोडिनु भएका साथीहरू जुमभित्र आउनुहोस् त। अब म लाइभ बन्द गर्छु, अब नयाँ विषयवस्तु सुरु हुन आँट्यो। 82 16 98 32 576 यो आइडी हो र पासकोड 777 555 है साथीहरू। र जोडिनुहोस् त तपाईँहरू है। अब क्लास चाहिँ अब लाइभमा हुन्न, तपाईँहरू यहाँभित्र आउन सक्नुहुन्छ है। आइडी र पासकोड मैले यहाँ राखिदिएको छु। छिट्टो आउनुहोस् त, 2 मिनेटभित्र साथीहरू, 2 मिनेटभित्र आउनुहोस्। आइडी छ 82 16 98 32 576। म लाइभ अफ गर्छु है साथीहरू। ल युनेस्को डेलर्स रिपोर्टले शिक्षाका 4 स्तम्भ मध्ये तलका मध्ये कुन चाहिँ पर्दैन? युनेस्को डेलर्स रिपोर्ट अनुसार भनेर सोधिरहेको हुन्छ हामीलाई। युनेस्को डेलर्स रिपोर्टको ले अनुसार के भन्छ भने विश्लेषणात्मक अर्थ भने त तपाईँलाई थाहा भइगयो, विभिन्न विद्वानहरूले विभिन्न प्रकारले विश्लेषण गरेको विश्लेषणात्मक अर्थ। अब एडीबीएल भन्दा पनि केडीबीएल भनेर सम्झने, लर्निङ टु नो सम्झँदाखेरि लर्निङ टु डु है, लर्निङ टु बी अनि लर्निङ टु लिभ टुगेदर, केडीबीएल है त, केडीबीएल भनेर सम्झने। तलका मध्ये कुन चाहिँ पर्दैन भनेर सोधिरहेको हुन्छ। फेरि ग पर्दैन भनिसक्नु भयो, यहाँ कहाँबाट ग पर्दैन भन्नुभयो भन्नु त? ग पर्दैन कसरी भन्नुभयो? है ग परिहाल्छ साथीहरू, सबै पर्छ के। केडीबीएल भनेपछि सबै सम्झनुस्, नो, डु, बी र लिभ टुगेदर, यदि सम्झनुस् है। जोडिनु भयो साथीहरू? यी सबै हुन् युनेस्को डेलर्स रिपोर्ट अनुसार।
त्यसैले अब थाहा भयो साथीहरूलाई शिक्षा त्रिमुखी प्रक्रिया भने के हो, द्विमुखी प्रक्रिया भने के हो है, यी कुराहरू थाहा भएन। एउटा प्रश्न भर्खरको भर्खर तपाईँले मिलाउनुहुन्छ कि हुँदैन हेरौँ। शिक्षा त्रिमुखी प्रक्रिया हो भन्ने मनोवैज्ञानिक तलकमध्येको हुन् अथवा तपाईँलाई प्रतिपादकै भनेर सोध्छ है, प्रतिपादक। अब यहाँ दुईटा अप्सन छ, दुईटा मिलाउनु छ तपाईँले, प्रतिपादक चाहिँ भन्नु ल, प्रतिपादक भन्नु साथीहरू। प्रतिपादक भन्नु साथीहरू, प्रतिपादक को हुन्? प्रतिपादक, प्रतिपादक भन्यो भने के भन्ने हामीले? अब दुईटा छ यहाँ, एउटा छ जोन डिवे हेर्नुहोस्, अर्को छ जे एडम्सन। दुईटा मध्ये एउटा राइट एन्सर लाउनु पर्ने छ तपाईहरुले, एउटा राइट एन्सर लाउनु पर्ने छ है, एउटा लाउनु पर्छ, दुईटै लाउने होइन, दुईटै लाउने होइन। यहाँ जोन डिवेले पनि तीनटा मुख भनेका छन्, एउटा टिचर, एउटा स्टुडेन्ट, अर्को समाजमा बस्छन् जोडी भनेर सम्झ्यौं। अनि जे एडम्सन पनि प्रकृति समाज नैतिकता भन्ने मान्छे, जोन डिवे हुन्, के अरे एडम्सन हुन् प्रसन्नै है, छोरोलाई सनलाई प्रसन्नै राख्न पर्छ, हो हैन? यो कुराकानी हो। यसको राइट एन्सर चाहिँ अब कहाँबाट जेबी वाटसन आयो यो भन्नुहुन्छ साथीहरुले, कहाँबाट वाटसन कुरो सम्झिनु भयो भन्नु त? घ भन्नु भएको छ, घ होइन, यसको राइट एन्सर हो घ। तपाईले यो घ भन्दै हुनुहुन्छ भने हिजोको फेरि लाइभ चाहिँ हेर्नु होला। अब कसको बुकमा के छ हेर्न थाल्ने होइन। त्यसैले त्रिमुखी प्रक्रियाका प्रतिपादक जे एडम्सनै हुन्। यो तपाईले खोज्नु भयो भने भेटाउनुहुन्छ। जे एडम्सनले के भन्छन् भन्दा यहाँ भनिरहेका छन् त तीनमुखी प्रक्रिया प्रकृति समाज र नैतिकता हो। यी कुराहरू प्राप्त गर्न टीएसी चाहिन्छ, टिचर स्टुडेन्ट र करिकुलम चाहिन्छ। जोन डिवेले पनि शिक्षक र विद्यार्थी जोडी समाजमा बस्छन् भनेर भनेका छन्। जोडी भन्दाखेरि जोन डिवे सम्झने। यो भइसकेको छ है। यही पनि बिगार्ने साथीहरु नि हुनुहुन्छ के, भर्खरै पढाएको कुरो नि त्यही पनि बिगार्ने साथीहरु पाउँछौँ। अब आज हामी परिभाषातिर जान्छौँ। परिभाषातिर जान्छौँ आज। ल मैले यहाँ त्रिमुखी प्रक्रियालाई यसरी राखेको छु, हेर्नुस्। एउटा एकमुखी, एउटा दुईमुखी, अर्को त्रिमुखी। एकमुखी भनेको शिक्षक वा विद्यार्थी एउटालाई मात्रै महत्त्व दिने एकमुखी हो। शिक्षक वा विद्यार्थी एउटालाई मात्रै महत्त्व दिने एकमुखी हो। प्रकृतिवादीहरू के भन्छन्? प्रकृतिवादीहरू के भन्छन्? शिक्षकलाई के अरे विद्यार्थीलाई जोड दिनुपर्छ भन्छन्। आदर्शवादीहरू के भन्छन्? शिक्षकलाई जोड दिनुपर्छ, शिक्षक बढी सक्रिय हुनुपर्छ भन्छन्। एउटा पक्षलाई जोड दियो भने त्यो एकमुखी हो। शिक्षा द्विमुखी प्रक्रिया हो भन्ने चाहिँ शिक्षक र विद्यार्थी दुईवटै सक्रिय हुनुपर्नेलाई हामी द्विमुखी भन्छौँ। शिक्षा द्विमुखी प्रक्रिया हो भन्यो भने शिक्षाभित्र शिक्षा हुनका लागि दुईटै सक्रिय हुनुपर्छ। एउटा शिक्षक सक्रिय हुनुपर्छ, अर्को विद्यार्थी सक्रिय हुनुपर्छ। त्रिमुखी प्रक्रिया भनेर प्रतिपादक जे एडम्सन हुन्, उनले के भनेका छन् भने है, व्यक्तिले सम्बन्ध राख्नुपर्ने विषयमा प्रकृति समाज र नैतिकता तीनटा प्रकारका हुन्छन्। जोन डिवेले पनि त्रिमुखी प्रक्रियाका बारेमा चर्चा गरेका छन्। उनका अनुसार शिक्षक समाज र विद्यार्थी हो भनेर सम्झने है। सम्झना आयो? एकमुखीको प्रतिपादक भन्नुहुन्छ। हिजो कक्षाको भिडियो अधुरो भएको छ भन्नुभएको छ, भएको छैन? हिजोको तपाईले रामचन्द्र खड्का र उमेर अधिकारी सर दुईटै क्लासमा चाहिँ त्यो के अरे दुईटै फेसबुक पेजमा अपलोड छ साथीहरु, त्यसैले त्यसमा टेन्सन लिनु परेन। एकमुखी भने बुझ्नुभयो? एउटा मात्रै चिज सक्रिय कि आदर्शवादी
कि प्रकृतिवादी? आदर्श भनेपछि शिक्षक सम्झनु पर्यो, शिक्षक आदर्श चाहियो। शिक्षक आदर्श भयो, रोल मोडल भयो भने विद्यार्थीले हेरेर मात्रै पनि सिक्छ। प्रकृतिवादी भनेपछि प्रकृतिमा छोडिदिने विद्यार्थीलाई। विद्यार्थी केन्द्रित शिक्षण विधिहरू यसमा पर्छन्। विद्यार्थी मात्रै सक्रिय, शिक्षक निष्क्रिय। यो एकमुखी, एउटा मात्रै चिज सक्रिय। द्विमुखी प्रक्रियाभित्र त्यो अन्तर्क्रियात्मक शिक्षण विधिहरू पर्छ। यो दुईटै चिज सक्रिय चाहिन्छ कि शिक्षक र विद्यार्थी दुईटै सक्रिय चाहिन्छ, दुईवटै चिज सक्रिय चाहिन्छ अनि मात्रै शिक्षण सम्भव हुन्छ भन्ने द्विमुखी भयो। त्रिमुखी भनेको तीनटा चिज चाहिन्छ। तीनटा के त भन्दा एउटा एडम्सनका अनुसार जेई एडम्सन 1 2 3 यसरी सम्झे पनि हुन्छ। प्रकृति समाज नैतिकता प्रसन्नै भनेर सम्झने। प्रतिपादक भन्यो भने जे एडम्सन भन्ने। यदि जे एडम्सन आएन भने जोन डिवे लाउने, फेरि त्यो आएन भने त लाउनु पर्यो नि। आएन भने लाउनु पर्छ। तपाईहरुलाई म परिभाषा सिकाउँछु। परिभाषा धेरै पनि सिकाउनु परेन तपाईहरुलाई, थोरै सिकाउँला। धेरै धेरै व्यापक छ, 35-40 वटा परिभाषा छ। सबै भनेर साध्य पनि लाग्दैन। ल यो अब लाइभमा पनि यो परिभाषाहरू धेरै मैले दिएको छु साथीहरुलाई। ल परिभाषा 2-4 वटाका बारेमा अध्ययन गरौँ अनि अगाडि बढिहाल्छौँ। शिक्षकले मोमबत्ती जस्तै आफू बलेर अरूलाई उज्यालो दिन्छ नि, यो भनाइ तलको मात्रै कसको हो? ल भन्नु साथीहरु, च्याटमा लेखौँ ल्याउँ। अल्छी गर्ने नै होइन, फटाफटी अरूले भन्दा फर्स्टमा मिलाउनु पर्यो। फर्स्टमा मिलाउनु पर्यो साथीहरु है, अरू भन्दा अगाडि मिलाउनु पर्यो के। अब म साथीहरुलाई अब कहानी जोड्छु। मैनाबत्ती हो, मैनबत्ती के बेला बाल्छौँ हामी? लोड सेडिङ भएको बेला बाल्छौँ। लोड सेडिङ भयो भने मैनबत्ती बाल्छौँ। बत्ती गयो भने त्यतिखेर बत्ती बालेपछि लोड सेडिङ भए पछाडि मैनबत्ती बाल्छौँ। मैनबत्ती बालेपछि रुन्छौँ। फेरि बत्ती आउँछ, मैनबत्ती निमाउँछौँ अनि उफ्रिन्छौँ। ओहो बत्ती आयो भनेर। थाहा छैन? उफ्रिन भन्दा भन्दै यहाँ त रुफ्रिन लेखिएछ त। यही हो एन्सर, यही हो साथीहरु। उफ्रिन होइन, पहिला रोको भएर रुफ्रिन भयो है। राइट एन्सर यो हो। तपाईको मिलेको मिलेन? ल त्यो घ अनि क भन्ने साथीहरु किन त्यसो भन्नियो? तपाईहरुले किन त्यसो भन्नुभयो? ल भन्नु त। नबुझेर भन्नुभयो कि अथवा जानी जानी भन्नुभयो? लक्ष्मीजी, कमला पाण्डेजी, इन्दु मण्डलजी, थाहा रहन्छ है साथीहरुलाई? थाहा रहन्छ। मसँग क्लास लिनुभएको साथीहरुले यो कुरा चाहिँ सम्झनुहुन्छ। मैनबत्ती मैरुना भन्दा भन्दै रुफ्रिना हुन्छ है। रुफ्रिना आन्सर। शिक्षा जीवन हो, शिक्षा जीवन हो, जीवनको तयारी होइन। यो भनाइ कसको हो? तीनटा चिज बनाइहाल्नुस्। तपाईको कपीमा तीनटा चिज, तपाई झुक्किने तीनटा चिज बनाइहाल्नुस्। तीनटा कुरो छ। एउटा यस्तो कोलम बनाउनु साथीहरु, यस्तो कोलम बनाउनु। शिक्षा जीवन हो, जीवनको तयारी होइन। कसले भने हो? एउटामा लेख्नु शिक्षा जीवन हो, जीवनको तयारी होइन। जीवनको तयारी होइन। यो तीनटा चिजमा झुकिरहनुहुन्छ साथीहरु है। बिनी 2078 मा नै आएको शिक्षा जीवन हो, जीवन शिक्षा हो। कसको बनायो भनेर? शिक्षा जीवन हो, जीवन शिक्षा हो। ल अर्को प्रश्न। यो कसले भनेको? यो झुकिरहन्छ, गोल्ड मोडल भइरहन्छ।
भविष्यको तयारी नै शिक्षा हो। भविष्यको तयारी नै शिक्षा हो। ल अब यो कसले भने होला? शिक्षा जीवन हो, जीवनको तयारी होइन। यो भन्ने मनोवैज्ञानिक हुन्, म हेर्दैछु। ख भन्नुभएको छ समीर आचार्यजीले। 6666 भन्ने सर हुनुहुन्छ, त्यहाँ रिनेम गर्नु होला, जोन लक भन्नुभएको। लक लाउने भन्नुभएको छ एकजना साथीले, डिवे भन्नुभयो, जोडी भन्नुभयो, क पनि भन्नुभयो, कान्ट भन्नुभयो। आउँदैन भने हो नो भन्दा हुन्छ, झटारो हान्नु गलत हो पनि भन्नुभयो। रिजल्ट पोइटिङमा हो भन्नु पनि भयो। ल अब हेर्नु होला, म सिकाउँछु तपाईँहरूलाई, प्रश्न सिकाइहाल्छु नि, किन पिरै लिन पर्दैन। हेरे खनै हो भन्नुभयो एकजनाले। म सिकाउँछु साथीहरू, हेर्नुहोस् यो तीनटा कुरामा धेरै साथीहरू झुकिनुहुन्छ। शिक्षा जीवन हो, जीवनको तयारी होइनमा। शिक्षा जीवन हो, जीवन शिक्षा हो, भविष्यको तयारी नै शिक्षा हो। यसमा धेरै साथीहरू झुकिनुहुन्छ, धेरै है। अब हेर्नुहोस् म सिकाउँछु। शिक्षा जीवन हो, जीवनको तयारी होइन। आजकलका जोडीहरू यसै भन्छन्। आजकलका जोडीहरू यसै भन्छन्। के भन्छन् त भन्दा जीवनको तयारी गर्ने होइन भन्छन्। हामी टाइम पास मात्रै गर्ने हो। आजकलका जोडीहरू टाइम पास मात्रै गर्ने हो, यो तयारी होइन, तयारी गर्ने होइन भन्छन्। जीवनको तयारी गर्ने होइन भन्छन् आजकलका जोडीहरू। जोडी जोन डिवे भन्न खोजेको, जोडी भनेको जोन डिवेको परिभाषा। अब तपाईको उत्तर मिलेको मिलेन हेर्नु होला। अर्को छ शिक्षा जीवन हो, जीवन शिक्षा हो। शिक्षा र जीवन लप परेछ। लप परेको जोडी मात्रै त्यस्तो हुन्छ। यस्तो जोडी चाहिँ टाइम पासको जोडी हो। यो जीवनै होइन भन्ने, जीवनको तयारी म गर्दिन भन्ने चाहिँ यसका आजकलका जोडीहरू यस्ता छन्। तर यो जोडी चाहिँ लकवाला जोडी हो। यिनीहरूको लक पर्यो, कस्तो भन्दाखेरि लक लाग्ने लक पर्यो। भाग्यमानीहरू यिनीहरू लक्की हुन्। शिक्षा र जीवन लक्की हुन्, किनभने यिनीहरू एक अर्का बिना बाँच्न सक्दैनन्। शिक्षाले भन्छ जीवन म भनेको तिमी हो, जीवनले भन्छ यतापट्टि शिक्षा तिमी भनेको म हो। शिक्षा र जीवनले यसो भन्छन्। के भन्छन्? एकचोटि शिक्षाले भन्छन् म भने तिमी हो, जीवनले भन्छ म भने तिमी हो। यस्ता जोडीहरू लक्की हुन्छन्। त्यसैले यो भनाइ हो जोन लकको, है त। शिक्षा र जीवन यसरी लक परेछ, लक लागेछ भनेर सम्झनुहोस्। यो शिक्षा, यो जीवन। भविष्य आयो भने भत भविष्यको तयारी भत पोलेको हामी सहन सक्दैनौ। वी कान्ट, है त। कान्ट यो भनाइ हो कान्टको। ल यही ठिक छ। क नम्बरको भनाइ योसँग मिल्यो, लकको भनाइ योसँग मिल्यो, ग नम्बरको भनाइ योसँग मिल्यो। कान्टसँग मिल्यो है। कान्ट हेर्नुहोस् यसरी ल्याउनु न। स्क्रिनशट गर्नुहोस्, ठिक छ। स्क्रिनशट गर्नु होला साथीहरू। ल तपाईलाई 2 सेकेन्ड स्क्रिनशट गर्नलाई। कहिले झुकिनु न। अब हेर्नुहोस्, जोडी आजकलका जोडीहरू तयारी गर्दैनन्, जीवनको तयारी होइन भन्ने बित्तिकै आउने बित्तिकै तपाईँ जोडी लगाइदिइहाल्नु है। अब यो यता भनेको शिक्षा भने जीवन, जीवन भने शिक्षा। लक्की वाला जोडीहरू मात्रै त्यस्तो हुन्छन्। लक, जोन लक है, जोन लक। क्लियर छ? क्लियर छ साथीहरू? भत पोल्दा हामी सक्दैनौँ। कान्ट
भविष्यको तयारी वी कान्ट, भविष्यको तयारी वी कान्ट। भविष्यको तयारी वी कान्ट। यो 1 सेकेन्डमा मिलाउँ त, 1 सेकेन्डमा। जसको मिल्छ त्यो साथीको म यहाँ नाम लिन्छु ल। सुभाष भण्डारी है, सुभाष भण्डारी जी पहिलो मिलाउने उहाँ हुनुहुन्छ, सुभाष भण्डारी जी है। त्योभन्दा नि अगाडि हवाई नोभा भन्नेले मिलाउनु भएको छ है, नाम छैन तपाईँको यहाँ नाम भन्नलाई। हवाई डिभाइसको नाम रहेछ प्रदीप कुमार सरदार, उषा अधिकारी, सुभाष आचार्य, अर्पण शर्मा, निर्मल ढुङ्गाना, जमुना भण्डारी। ओहो जमुना भण्डारी जी, ठिक छ। रेडमी नोट 1 है, मानसिंह घलान। ल सबैले मिलाउनु साथीहरू ल। अब बर्बाद हो एकजना ट्रिपल, यो के अरे 5 वटा 6 भएको साथीले चाहिँ जोडी भन्दै हुनुहुन्छ। यो साथी जोडी भन्दै हुनुहुन्छ, जोडी हो त? जोना डिवे हो? आजकलका जोडीहरू जीवनको तयारी होइन भन्छन्। शिक्षा जीवन हो तर जीवनको तयारी होइन भने मात्रै जोडी। तपाईँ बिरे यसको राइट एन्सर हो लकी जोडीहरू मात्रै शिक्षा जीवन, जीवन शिक्षा, शिक्षा जीवन, जीवन शिक्षा। लकी जोडी चाहिन्छ। त्यसै यो लक लगाइदियो, जुन लकको बनाइयो। नेक्स्ट क्वेसन साथीहरू, अरस्तु के भन्छन् त? यहाँ पनि पहिलोचोटि कसले मिलाउनुहुन्छ हेर है त। निर्मल ढुङ्गाना जी, निर्मल ढुङ्गाना है। निर्मल ढुङ्गाना, कमला पाण्डेजीले बिगार्नु भयो अहिले। कमला पाण्डेजी बिग्रियो है। पृथ्वीमा ज्ञान भन्दा शुद्ध चिज अरू केही छैन। त्यो सबैभन्दा शुद्ध भनेको त गीता हो। सबैभन्दा शुद्ध भने यो गीताको बनाइ हो। हेर्नुहोस्, त्यसैले अदालतमा लगाएर पनि अहिले के गरिन्छ? कसम खुवाइन्छ। ल म सत्य बोल्छु, ठिक ठिक बोल्छु भनेर, शुद्ध भएको भएर। त्यसै गीताको भनाइ हो यो शुद्ध भन्ने। पृथ्वीमा ज्ञान भन्दा बढी शुद्ध चिज अरू केही छैन भने सुगी अथवा गीता, गीताको भनाइ हो यो, भागवत गीताको भनाइ जस्तो। शिक्षाले मानिसलाई आत्मविश्वासी र निस्वार्थी बनाउँछ। ऋषिहरू त्यस्ता हुन्छन्, ऋषिहरू त्यस्ता हुन्छन् भनेर सम्झिने। स्वार्थ भएको चाहिँ मान्छे हो। हेर्नुहोस्, त्यो स्वार्थी मान्छेलाई निस्वार्थी बनाउने भयो भने ऋषि, ऋषि मात्रै त्यस्तो हुन्छन्। ऋषि है, ऋषि मात्रै त्यसै हुन्छन्। त्यसैले ऋग्वेदको भनाइ हो यो, ऋग्वेदको भनाइ हो यो भनाइ ऋग्वेदको। ख भन्ने साथीहरू यो होइन है, ख भन्ने साथीहरू बिग्रियो। सम्पूर्णताको पहिचान, स्वस्थ शरीरमा मान्छेको शरीर एउटा, त्यो शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गरिदियो भने टोटल स्वच्छ हुन्छ। के हुन्छ? टोटल स्वच्छ हुन्छ। टोटल स्वच्छ हुन्छ। टोटल भनेको एरिस्टोटल हो, एरिस्टोटल। अथवा यिनैलाई नेपालीमा फेरि कहीँ एरिस्टोटल भेटाइन्छ सर, कहीँ अरस्तु भेटाइन्छ। के होला के होला भन्नु होला? अरस्तु, नेपालीमा अरस्तु, अङ्ग्रेजीमा एरिस्टोटल। शरीर पनि सकियो, मस्तिष्क पनि सकियो, लास्टमा बाँकी रहने अस्तु मात्रै हो, अरस्तु सम्झिनु। कतिजनाको मिल्यो? हात उठाउनु ल साथीहरू, कतिजनाको मिल्यो? हात उठाउनु है। 50औं जनाको मिल्यो साथीहरू। नेक्स्ट क्वेसन कसले मिलाउनुहुन्छ म हेरिहाल्छु। किन हामी हतार गरेर पढ्दैनौँ है, हतार गरेर। किनभने हामीलाई 2 पिरियड 5 पिरियडमा यो पाठ सक्ने भन्ने त्यस्तो ठेक्का छैन। हाम्रै क्लास हो,
जति बेला सके पनि हुन्छ लगातार परीक्षा आउने बेलासम्म परीक्षाको समयसम्म लगातार पढ्ने दिनको 1 घण्टा शिक्षा पढ्ने 1 घण्टा जिके पढ्ने 1 घण्टा आइक्यू पढ्ने मजाले क्वेसन प्र्याक्टिस पनि गर्ने यही याद गर्ने तपाईले यहाँ पढेपछि नि कहीँ पढ्नै पर्दैन है किताब हेर्नु पर्ला भन्नु होला किताब राइटरै हामी हो ल शिक्षा अरु केही होइन बानीहरुको मात्रै निर्माण हो मैले यहाँ साथीहरुको कमेन्ट हेर्न भइरहेछ नि 500 भन्दा बढी साथीहरु जोडिनु भएको छ हेर्नुस् है बानीको निर्माण यो बानी भन्ने चाहिँ म धेरै जसो भन्न रुचाउँछु बारुसो यी हजुरबा हुन् रुसो भन्ने यी रुसो बाका पनि बा हुन् साथीहरु बाबाका पनि बा हुन् यी रुसो हजुरबा हुन् रुसो बारुसो ल गुड इभिनिङ नमस्कार सबैजनालाई नमस्कार नमस्कार सरको एकछिन नेटको केही समस्या देखियो होला ठिक छ म चाहिँ यही छु जानु भएको छैन सर ल्यापटप उठाइदिनु चार्ज गरिहाल्छ ल गुड इभिनिङ है नमस्ते नमस्ते ल गुड इभिनिङ आवाज साउन्ड आएको छैन साउन्ड आएको छ होला नमस्कार सबैजनालाई नमस्कार है सरकोमा केही समस्या भयो होला आरसी सरकोमा केही टेक्निकल समस्या भयो कि ल ल ठिक छ सर कहाँ हुनुहुन्थ्यो सर अहिले आउनुहुन्छ 1 मिनट कुरौँ नभए हामी आइक्यू पढ्न सुरु गर्छौँ है हिटोमा पनि पानी परिरहेको छ सुरु ए त्यस्तो हुन सक्छ ल ठिक छ ठिक छ ठिक छ त्यो हुँदा हामी आइक्यू सुरु गरौँ अनि एकछिन पछि सरकोमा गरौँ है ल आइक्यू सुरु गरौँ सर आउनुभयो भने भइहाल्यो नभए फेरि भइहाल्छ